सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ न्यू डे न्यू ब्लग है। आज म फेरि नयाँ ठाउँमा घुम्न जाँदैछु अनि तपाईँहरूलाई पनि म जे देख्छु त्यही देखाउँछु। आई होप पानी चाहिँ नपरोस् किनकि मौसम चाहिँ लास्टै दामी छ तर यसमा के थाहा भएको छैन। सो लेट्स गो। राइट जानुपर्छ। गोदावरी आज हामी त्यो पहाडको मुनि तल ग्यापमा जाँदैछौँ। फाइनली अब चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छ। यो चाहिँ हो बोटानिकल गार्डन है। यो चाहिँ गोदावरीमा छ। अब टिकट लिएर छिरिहाल्नु छ है। टिकट लिएर आइसकेको छु। अब एक्सप्लोर गर्छु। कस्तो रमाइलो है। आफूमै व्यस्त अनि म पनि त्यही बिचमा हो हल्लाको बिचमा पानीको आवाज अनि नेचरको आनन्द र छुट्टै मजा। कोही साथीभाइ कोही पुरा फ्यामिली तर म एक्लै इन्जोय गरिरहेको छु है। बोटानिकल गार्डनमा आएको थिएँ। यहाँ चाहिँ धेरै जस्तो ग्रिन हाउसहरू चाहिँ बन्द रहेछ। मैले हेर्न खोजेको चाहिँ क्याक्टसको थिएँ तर त्यो बन्द रहेछ। यो एउटा खुल्ला है। यहाँ घुम्दैछु। अब नेक्स्ट डेस्टिनेसनमा जानुपर्छ है त। हामी चाहिँ पहाडको छेउमै आइसकेको छौँ। यहाँनिर धेरै कुरा देखाउन पाएन किनभने धेरै जस्तो ग्रिन हाउस चाहिँ बन्दै थियो। ठुलो खुल्ला भएको चाहिँ म सिधै तपाईँहरूलाई देखाएको थिएँ। अब लोकेसन छ है त। पेन्जी भन्ने एउटा हाउसको नाम छ है। त्यो चाहिँ आज सक्नुहुन्छ। फुल पेन्जी भन्ने नामको फुल। खै किन हो आज धेरै जस्तो ग्रिन हाउसहरू बन्द रहेछ तर केही छैन। म भने चाहिँ नेचरसँग रमाउन हिँडे ल। एकैछिन भए पनि मैले झरनाको मजा लिएँ र आफूलाई सोधेँ यति रमाइलो पनि हुन्छ र नेचरमा बस्दा।
आहा मेरो देश कति रमाइलो। कोही पिकनिक मनाइरहेछन् भने कोही खेलिरहेछन् भने, तर म एक्लै इन्जोय गरिरहेछु। अनि म आफ्नो पाइलासँगै अगाडि बढ्दै यो नेचरमा सुमिरहेछु। र यो चाहिँ लिली गार्डन हो, हेर्न सक्नुहुन्छ। तर लिली नै फल्या छैन, अहिले मौसम नभएर होला लिली छैन, तर यो चाहिँ लिली गार्डन हो। टाइम इज प्रेसियस। तर पनि तपाईँहरूले हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ। सबैजना सधैँभरि खुसी बस्नुहोस् ल।